गाइस वेलकम ब्याक माई युट्युब च्यानल र मेरो च्यानललाई पनि सब्स्क्राइब लाइक कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है त। आज म रियाक्सन भिडियो लिएर आएको छु, आउनुस् बसेर हेर्दिम के कस्तो छ, कमेन्ट चाहिँ ठोक्नु होला है त। मैले त आगो मात्रै सल्काइदिनु हो, सल्काइदिए मलाई जीवराम सब्स्क्राइब माई युट्युब च्यानल है हुन्छ, भस्म हुन्छ, डढ्छ। त्यो के डढ्छ, के खरानी हुँदैछ? तस्करहरू 12,000 पुलिसले राजीनामा दिए। मैले अस्ति तपाईँलाई भनेको थिएँ होला तपाईँकै इन्टरभ्यूमा 10,000 पुलिसले दसैँ पछाडि राजीनामा दिन्छन् अनि भनेको थियो। 12,000ले दिएर गइसकेछ। अब 20,000 सेवा नै छोडे अनि 25,000 खान किन त्यहाँ बस्छन्? पहिले यिनीहरूले जागिर छोड्यो भने नि म 5 लाखको दरले हङकङमा जागिर लगाइदिन्छु। गफ गरेको होइन, 50,000 अहिले लगाइदिन्छु। देश बनाउनु को त भयो? देशलाई सम्पन्न बनाउने, जनतालाई खुसी राख्ने, भसारन्तर सुशासनको प्रतिबद्ध दिने। यहाँ आयो त दुर्गा 3 करोड जनताले यही देशमा बस्नु आयो। दुर्गा प्रसाद आयो एकपल्ट साथ दिनु। मैले डमकको टावरमा लगेर यिनीहरूलाई झ्याइने छु भने मेरो नाम दुर्गा प्रसाद होइन। महिनाबाट पैसा दिएपछि त ऋण त होइन तिर्नुपर्छ। मैले ऋण नतिर्ने भने होइन, ऋण तिर्नु पर्दैन। होइन ऋण तिर्नु र एकछिन ऋण तिर्नु र नि चक्रवर्ती ब्याज लाउनु नि। आज केपी ओलीले पनि बोले होइन मिटर ब्याजी भनेर। आजकल त तपाईँलाई म एउटा कुरो भनौँ ऋषिजी, तपाईँ के बुझ्नुहोस् भने आजकल केपी ओली प्रचण्डहरू नि सबै मेरो हेर्न थालेछन्, सबै सिक्न थालेछन्। यिनीहरू कसका भेडा बाख्रा हेर्न गएका थिए पहिला। यस्तो हुँदैन हो, आफ्नो देशको पैसा लगेर विदेशमा लगानी गर्ने। 10 खर्ब रुपियाँ पैसा नेताहरूको बाहिर छ। होइन यसरी तपाईँ खर्बको कुरा गरिदिनुहुन्छ, त्यसलाई सब्स्टान्सिएट गर्ने चाहिँ नि कुनै न डकुमेन्टेसन छ? किन डकुमेन्ट छैन? मैले एउटा डकुमेन्ट सार्वजनिक गर्दाखेरि तपाईँहरू बोलिदिनु भयो, म गएर थुनामा परेँ। चोरले लगेर बाबा चोरले लगेर सम्पत्ति बाहिर राख्यो है भनेर डकुमेन्ट्स देखाइदिँदाखेरि म थुनामा परेको त मलाई त्यत्रो थाहा छैन। तपाईले छ नि जुन त्यो सुनको लौरो चाहिँ उपहार किन प्राप्त गर्नु, कारण के? सुनको लौरोको यस्तो रहेछ कुरा। वास्तविकता के हो? जनता जान्न चाहन्छ। सुनको लौरो लौरै हो। सुनको लौरो हो, सुनकै लौरो हो। तपाईँलाई अनि त्यो पित्तलको जस्तो लाग्यो। पूर्व राजाको नाम साख बेच्न खोजे त होइन। दुर्गा माताको कसम हो, मेरा छोराछोरीको कसम म बेच्दिनँ। के को बेच्नु हो? मलाई संसारले चिन्छ। म नेपालको जुनै ठाउँबाट उठेँ भने पनि जित्छु। के को यत्रो राजालाई बेच्नुपर्छ मैले? अनि देश चलाउन मलाई ठुलो कुरो होइन। सक्नुहुन्छ कि देश चलाउन दुर्गा प्रसादले? अनि यिनीहरूको भन्दा चाहिँ नि 20,000 गुणा राम्रो चलाउनु। यो आन्दोलन सफल भयो भने त तपाईँ प्रधानमन्त्री खाने होला नि त। होइन म खाँदिनँ, म खप्तडमा गएर बस्छु। मलाई त्योसँग मलाई मतलब। परिवर्तन भयो भने तपाईँलाई केही नचाहिने? नेपाली नागरिक दुर्गा प्रसाद तँमा भिजन छ, तैँले गर्न सक्छस् भनेर भन्नु भने भनेदेखि म आम रेडी। जुन पद पनि म नेपाल त औँला नचाएर चलाइदिन्छु। केही काङ्ग्रेस भनाउँदाहरू, केही एमाले भनाउँदाहरू, केही माओवादी भनाउँदाहरू हाँस्दै थिए, हे दुर्गा प्रसाद त बौलायो भनेर हाँस्दै थिए। दुर्गा प्रसाद बौलायो, पसिना आउनु थालेछ। काङ्ग्रेस माओवादी कुनै पार्टी आए पनि नविश्वास नगर्ने होइन हो। यति बुझिदिनु भयो भने नि तपाईँहरूले यो लडाइँ जित्नुहुन्छ। तपाईँहरूले जित्नु भयो। किन भन्नु न, म अहिले उभिँदाखेरि नि साँच्चै भन्नु भने म कहीँ यसो पिसा फेर्न निस्केँ भने पनि नि प्रचण्डहरूको आमसभा जति मान्छे भेला हुन्छन् अहिले। अहिले आएर फाइल खोल्ने भनेर प्रचण्डले भन्नुभयो नि, त फाइल खोलौँ न। फाइल खोलौँ। प्रचण्ड खोल्नु भएको छ दरबार मदन भण्डारीको खोलौँ। 22 वर्षसम्म कसको भेडा चढाउन गएका थिए यिनीहरू, कसको बाख्रा चढाउन गएका थिए र अनि अहिले खोलौँ भनेर जिस्क्याउनु।
कुरो बुझ्नु हो कि हँसाएको होइन सत्य कुरा तिमी अगाडि बसेर नि नजिस्कन यो अरूहरूसँग लिएको इन्टरभ्यू जस्तो होइन नि त बुढाबुढीको झगडा जस्तो होइन नि यो माताहरूसँग क्वेसन गर्ने जस्तो होइन नि यो मुलुक बनाउने कुरो हुँदैछ र तपाईँले केपी ओलीको कुरा सोध्नु भएको होइन भाइले हेलो को हो केपी ओलीको कुरा सुन्ने हजुरबुवाको विषयमा हेर्नुहोस् प्रमाण घुसको प्रमाण हुँदैन कहिल्यै भाइ राजा आए नआए पनि नि अब हामीले देश अगाडि राजा आएनन् भने पनि हामीले राजा पर्खेर बस्छ दुर्गा प्रसादले तपाईँहरूको इलामको दुध बिक्री हुँदैन सागको मुठो बिक्री हुँदैन के बेचेर तिर्नुहुन्छ लघु वित्तको किस्ता के बेचेर तिर्नुहुन्छ सहकारीको किस्ता भन्नुहोस् त कुद्नुहोस् रवि लामी छानेको पछाडि कुद्नुहोस् केपी ओलीको पछाडि तिर्दिन्छ किराँत सभ्यता हो त किराँत राज्य दिँदा किराँत भूगोलको आधारमा उनीहरूको पहिचान दिँदा के हुन्छ किन अर्काको इतिहास मेटिदिनु इलामको चिया बगान कसले लगाएको रहेछ भन्दा जङ्गबहादुरका पालामा लगाएको रहेछ त्यो मारवाडीलाई दिएर इतिहास सिद्ध्याइदिएको होइन इतिहास सिद्ध्याएको हो कि होइन हो कालो चस्मा लाउने बा हो कि होइन तपाईँलाई गिरफ्तार गर्यो भने तपाईँ के गर्नुहुन्छ किन गिरफ्तार गर्ने तपाईँले एउटा कुरो के भन्दैन अरूलाई चलाए जस्तो होइन दुर्गा प्रसादलाई चलाउन गृहमन्त्रीको जति अधिकार छ भने त्योभन्दा बढी अधिकार मिलेको छ सालको 50 करोड ट्याक्स दिन्छु यो देशलाई के कुरा गर्नुहुन्छ गृहमन्त्रीले कति ट्याक्स दिन्छन् देखाउनु त गर्न खोजेको जे काम गरिरहनु भएको छ यो एक किसिमको चुनौती मोलेर काम गरिरहनु भएको छ देशका लागि कति आवश्यक होइन भन्ने एउटा पत्रकारले भन्ने भन्दा पनि समयले देखाउने कुरा बहस गर्ने योग्य कुरा तपाईँले यी चुक्नु भएको छ तपाईँहरूको पत्रकारितालाई लेसन दिनुपर्ने तपाईँहरू मैले तपाईँलाई बोलाएँ नि तपाईँलाई बोलाएर हुँदैन नि तपाईँले यहाँ सुन्नु न तपाईँले जर्नलिजम कहाँ गर्नु भएको भन्नु त तपाईँलाई नेपालमै अब गरिबको छोराले कहाँ हो तपाईँले जर्नलिजमै गर्नु भएको छैन तपाईँहरूको अहिले पनि पत्रकारिता के छ भन्दाखेरि नि खोज पत्रकारिता गर्नुहोस् न गाउँमा यो भएको छ यसलाई यसरी जाने हो यसलाई यसरी जाने हो कुरा भन्नु तपाईँहरूको के छ थाहा छ पत्रकारिता अदालतमा मुद्दा चलिरहेछ फैसला गरिरहेछ पहिला त्यो न्यायाधीशले के गर्ने त्यहाँ ब्रेक लाउनुहोस् कतिवटा ठाउँ हुन्छन् आफ्ना सिस्टम हुन्छन् आफ्ना कल्चर हुन्छन् कुरो बुझ्नुभयो के त्यसले गर्दाखेरि बिग्रेको नि तपाईँहरूको पत्रकारिताले पनि बिग्रेको छ यहाँ नेतालाई मात्रै दोष नलगाउनुहोस् न दोस्रो नम्बरमा तपाईँहरू पनि हो मजा आयो कमलेस भनेको के हो भने 2021 सालमा झापामा मेरो हजुरबुवाले सिनेमा हल खोलेको थिए ठुलो धान मिल खोलेको थियो मेरा हजुरबुवा धर्मप्रसाद ढकालहरूलाई मारेर नेपाली उद्योगीहरूलाई मारेर मारवाडीहरूसँग पार्टनरसिप गर्ने र आफ्नो देश मारवाडीहरूलाई जिम्मा लाउनेलाई नै कम्युनिस्ट भन्दो रहेछ आफ्नो देश जिम्मा लाउनेलाई नै काङ्ग्रेस भन्दो रहेछ भगवानले पनि के भनेको छ नि अन्याय र अत्याचार गरेपछि नि भगवानले पनि त्यतिखेर धनु तरकारी चलाएर चाहिँ मान्छे मारेका थिए अपराधीहरूलाई मार्नु सिवाय केही पनि हुँदैन त्यति मात्रै होइन यिनीहरू मरेपछि यिनीहरूको लास पनि दाह संस्कार गर्न दिनु हुँदैन कुनै एउटा म्युजियममा राखेर हाम्रो देश खोक्रो बनाउने हाम्रा चेलीबेटीहरू आज विदेशमा गएर बेचिनु पर्ने हाम्रा दाजुभाइहरू विदेशमा गएर हिँडेर मर्नुपर्ने स्थिति बनाउने यी तस्करहरू हुन् भनेर यिनीहरूको लासमा विद्यार्थीलाई लगेर पढाउनु पर्छ हेर्नु न नेपाल कस्तो जान्छ 55-56वटा एयरपोर्ट छ इन्डिया त्यत्रो 27-28वटा स्टेट भयो 1.5 अरब पपुलेसन भएको ठाउँमा जम्मा 53वटा एयरपोर्ट रहेछ 53वटा एयरपोर्टै सुन्नुहोस् कुरो नेपाल यत्रो 2.5-3 करोड जनसङ्ख्या भएको यत्रो चराले लुक्ने जस्तो देश छ त्यहाँ 56वटा एयरपोर्ट रहेछ हवाईजहाज कतिवटा भन्दाखेरि एउटा रहेछ ताप्लेजुङमा एयरपोर्ट बनाएको रहेछ होइन 3 महिनामा आउँछ योगेश भट्टराईलाई लिएर आउँछ यहाँ पर्यटन मन्त्रीलाई भन्थे यो यीसँग के लिनु अलिक गतिलो भए त फिल्म खेलाउँदा पनि हुन्थ्यो अलिक राम्रो अनुहार थियो र अलिक उमेरका थियो भने त यिनीहरूले नेता बनाउँथे नि
नेता नि हो यी बाको दाँत पनि रहन्छ अब के लान्छ त्यो सहकारीले लघुवित्त के लानु अब यसले के खोलेर दिनु भन्नु त न दाँत खोलेर दिनु न माथिको दिनु न तलको दिनु कताको दिनु देखाउनु मैले भन्न खोजेको के छ नि यहाँ साथीभाइहरूले लेखे राईले मलाई गीत चियाएको होला नि दुर्गा प्रसाईले भनेर सुँगुर उठाउँछु भन्दाखेरि मैले त्यो गीत चियाएको होइन बरु तिनीहरूलाई भोट हाल्नुभन्दा सुँगुरलाई हाल्यो भनेदेखि ठिक हुन्छ हो कि होइन यिनीहरू भन्दा त सुँगुर कतिले पनि खान त पाइन्छ यार मजाले पोलेर खायो भने सुँगुरको मासु कति टेस्टी छ यी कुकुरहरूलाई त खान पनि मिल्दैन यो व्यवस्था परिवर्तन गरौँ व्यवस्था परिवर्तन गरेर म जस्तो मान्छे ठाउँमा पुग्यो भने नि पुलिसको स्टार्टिङ तलब 1 लाख हुन्छ के कुरा बुझ्नुहुन्छ तपाईँ 1 लाख हुन्छ अघि उहाँले भने जस्तो हाम्रो स्वागतजीले भने जस्तो तपाईँहरू किन आत्महत्या गर्नुहुन्छ ठगिदिनुहोस् न एउटामै पारेर एउटालाई राम्रो लडाइ जस्तो लडाइदिनुहोस् न जे पर्छ पर्छ धर्मप्रसाद ढकाल लगायत अरू व्यक्तिहरू जसले ठुल्ठुला धान मिल खोलेर उसिना चामल बनाएर बाहिर इन्डिया पठाउँथे त्यतिखेर इन्डियामा चामल भने भोकमारी थियो इन्डियामा त्यहाँ लगेर चामल दिएर हामी निर्यात गर्थ्यौँ नेपाल निर्यात गर्थ्यो चिनी निर्यात गर्थ्यौँ हामी आज के गरे यिनीहरूले भन्दाखेरि त्यतिखेरका त्यस्तो उद्योगपतिहरूलाई सामान्ती भनेर काटेर कसले काटेको मेरा हजुरबुवा केपी शर्मा ओलीहरूको टिमले काटेको नेपालीहरू आज नेपालमा बस्न नसक्ने दैनिक 10,000 युवाले देश छोड्नुपर्ने रुँदै रुँदै एयरपोर्टको बाटो देश छोड्नुपर्ने र तपाईँलाई म एउटा कुरा भन्छु भुजन सर दसैँमा तपाईँको तिहारमा दसैँमा बुढाबुढीहरूले थालमा टिको लिएर जमरा लिएर फोनमा टिको फोनबाट टिको लगाएको पनि देख्नुभयो होइन तिहारमा तपाईँको भाइटिकामा बारीका पाटाभरि मखमली र सयपत्री फुल्या छन् फुल टिपेर माला लगाइदिने मान्छे पनि छैन माला उन्दिने मान्छे पनि छैन दुईटै छोरा पनि छैन छोरी पनि छैन अब नि